नमस्कार साथीहरू, आज हामी एउटा यस्तो प्रश्नको उत्तर खोज्नेछौं जुन हरेक नेपालीको मनमा आउँछ। नेपाल यो प्राकृतिक सुन्दरताले भरिपूर्ण सांस्कृतिक रूपमा धनी देश किन अझै विकासशील देशकै सूचीमा छ? हामीले देखेका छौं, सुनेका छौं, यहाँका समस्याहरू धेरै छन्। तर के हामीले कहिल्यै सोचेका छौं कि यी समस्याहरूको जड कहाँ छ र कसरी हामी मिलेर यी समस्याहरूलाई समाधान गर्न सक्छौं? आजको यस भिडियोमा हामी नेपालको विकास यात्रामा आइपरेका प्रमुख चुनौतीहरूको बारेमा कुरा गर्नेछौं। भौगोलिक जटिलतादेखि लिएर राजनीतिक अस्थिरता, आर्थिक असमानता, शिक्षा र स्वास्थ्यमा देखिएका समस्याहरू, हामी कुनै पनि कुरा नलुकाई खुलस्त कुराकानी गर्नेछौं। तर साथीहरू, यो भिडियो केवल समस्याहरूको सूची मात्र होइन। यो त एउटा आह्वान हो, एउटा संकल्प हो, नेपाललाई समृद्ध बनाउने हाम्रो साझा सपनालाई साकार पार्नको लागि। आउनुहोस्, हामी सबै मिलेर यो यात्रामा अगाडि बढौं। साथीहरू, नेपालको भौगोलिक बनावट हाम्रो पहिचान त हो, तर यही बनावट विकासको बाटोमा एउटा ठूलो चुनौती पनि बनेको छ। हिमाल, पहाड र तराईको यो अनौठो संयोजनले गर्दा यातायात, सञ्चार र पूर्वाधार विकासमा ठूलो लगानी र समय लाग्छ। धेरै ठाउँहरूमा सडक पुगेको छैन, बिजुली छैन, आधारभूत स्वास्थ्य सेवाको पनि अभाव छ। भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूले त झन विकासको गतिलाई पछाडि धकेल्ने काम गर्छन्। 2015 को भूकम्पले हाम्रो देशलाई कसरी तहस-नहस बनायो, त्यो हामी सबैले देखेका छौं। भौतिक संरचनाहरू ध्वस्त भए, हजारौंले ज्यान गुमाए र अर्थतन्त्रमा पनि ठूलो धक्का लाग्यो। तर साथीहरू, के हामी यी चुनौतीहरूसँग हार मान्ने? के हामी प्रकृतिको अगाडि निरीह छौं? होइन। हामी नेपाली हौं, हामीले असम्भवलाई पनि सम्भव बनाएका छौं। हामीले यी चुनौतीहरूलाई अवसरमा बदल्न सक्छौं। हामीले दिगो विकासको मोडल अपनाउनुपर्छ, जहाँ वातावरण संरक्षणलाई प्राथमिकता दिइयोस्। हामीले प्रविधिको प्रयोग बढाउनुपर्छ, जसले गर्दा भौगोलिक जटिलतालाई पार गर्दै विकासको गतिलाई तीव्र बनाउन सकियोस्। साथीहरू, भौगोलिक चुनौतीहरू त छँदैछन्, तर नेपालको विकासको बाटोमा सबैभन्दा ठूलो तगारो बनेको छ राजनीतिक अस्थिरता र भ्रष्टाचार। जब देशमा स्थिर सरकार हुँदैन, जब नेताहरू आफ्नो स्वार्थमा लिप्त हुन्छन्, तब जनताको विकासको सपना कसरी पूरा होला? हामीले धेरै सरकारहरू देख्यौं, धेरै नेताहरू देख्यौं, तर परिवर्तन कति आयो? देशमा अझै पनि गरिबी छ, बेरोजगारी छ, असमानता छ। भ्रष्टाचारले हाम्रो देशलाई दिमक जसरी खाइरहेको छ। विकासका लागि आएको बजेट कता हराउँछ, कसैलाई थाहा छैन। यो अवस्था कहिलेसम्म हामीले यी नेताहरूको स्वार्थको शिकार हुनुपर्ने? साथीहरू, अब समय आएको छ, हामीले हाम्रो आवाज बुलन्द गर्ने बेला आएको छ। हामीले इमानदार र सक्षम नेतृत्व चुनेर देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्छ। हामीले पारदर्शी र जवाफदेही शासन व्यवस्थाको माग गर्नुपर्छ। हामीले भ्रष्टाचार विरुद्ध एकजुट भएर लड्नुपर्छ। याद राख्नुहोस् साथीहरू, परिवर्तन हामीबाटै सुरु हुन्छ। साथीहरू, नेपालको अर्थतन्त्र लामो समयदेखि परनिर्भरताको चक्रव्यूहमा फँसेको छ। हाम्रो देशको आम्दानीको ठूलो हिस्सा रेमिट्यान्समा निर्भर छ। हजारौं युवाहरू आफ्नो परिवार पाल्नको लागि विदेशिन बाध्य छन्। तिमीहरूले पठाएको पैसाले तत्कालका लागि त राहत मिल्ला, तर यो दिगो समाधान होइन। हामीले हाम्रो कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ, जसले गर्दा उत्पादकत्व बढोस् र किसानहरूको जीवनस्तर उकासियोस्। हामीले पर्यटन उद्योगको प्रवर्धन गर्नुपर्छ, जसले रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जनमा पनि टेवा पुर्याउँछ। हामीले उद्योगधन्दाको विकासमा जोड दिनुपर्छ, जसले गर्दा आयात प्रतिस्थापन गर्न सकियोस् र निर्यात बढाउन सकियोस्। हामीले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्नुपर्छ, जसले गर्दा उनीहरूले आफ्नो परिवारसँगै बसेर देशको सेवा गर्न सकुन्। हामीसँग स्रोत र साधनको कमी छैन साथीहरू। हामीसँग चाहिन्छ त केवल सही नीति, इच्छाशक्ति र कडा परिश्रम। साथीहरू, शिक्षा त्यो ज्योति हो जसले अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश फैलाउँछ। तर हाम्रो देशमा शिक्षा प्रणालीमा धेरै खोटहरू छन्। हाम्रो शिक्षा प्रणालीले अझै पनि रटाएर सिक्ने र परीक्षामा राम्रो अङ्क ल्याउनमा बढी जोड दिन्छ, न कि व्यावहारिक ज्ञान र सिक्नमा। यसको परिणामस्वरूप हाम्रा युवाहरूले आफ्नो प्रतिभा र क्षमतालाई पूर्ण रूपमा विकास गर्न पाउँदैनन्। उनीहरूले रोजगारीको लागि विदेशिनुपर्ने बाध्यता छ।
यसलाई ब्रेन ड्रेन भनिन्छ, जहाँ हाम्रा देशका होनहार युवाहरू अन्य विकसित देशहरूमा गएर आफ्नो प्रतिभा बेच्न बाध्य छन्। हामीले हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउन आवश्यक छ। हामीले व्यावहारिक, सिपमूलक र रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ। हामीले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित जस्ता विषयहरूमा विद्यार्थीहरूको रुचि बढाउनुपर्छ। हामीले शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ, चाहे उनीहरू गाउँका हुन् या शहरका, धनी हुन् या गरिब। किनकि शिक्षा नै विकासको मूल आधार हो। साथीहरू, हामी नेपालीहरू विविधतामा एकता कायम राख्न सिपालु छौं। तर यही विविधता कहिलेकाहीँ विभाजनको कारण पनि बन्न पुग्छ। जातीय विभेद, छुवाछुत, लैङ्गिक भेदभाव जस्ता सामाजिक कुरीतिहरूले हाम्रो समाजलाई अझै पनि गाँजेको छ। महिलाहरूलाई अझै पनि दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ। उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत अधिकारबाट वञ्चित गरिएको छ। बालविवाह, दाइजो प्रथा जस्ता कुप्रथाहरूले बालबालिकाहरूको भविष्य अन्धकारमा धकेलिरहेका छन्। हामीले यी सामाजिक कुरीतिहरूलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्छ। हामीले समाजमा रहेको विभेद र असमानतालाई अन्त्य गर्नुपर्छ। हामीले महिला सशक्तिकरणमा जोड दिनुपर्छ। हामीले सबैलाई समान अवसर प्रदान गर्नुपर्छ, चाहे उनीहरू कुनै पनि जात, धर्म, लिङ्ग या वर्गका किन नहुन्। हामीले हाम्रा पुराना सोचाइ र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। हामीले मानवता, प्रेम र करुणा जस्ता उदात्त भावनाहरूलाई अंगीकार गर्नुपर्छ। किनकि एउटा समृद्ध र विकसित समाज निर्माण गर्नका लागि सामाजिक सद्भाव र एकता अपरिहार्य छ। साथीहरू, विकासको लागि बलियो पूर्वाधारको जग चाहिन्छ। तर हाम्रो देशमा सडक, पुल, विमानस्थल र अन्य पूर्वाधारहरूको अवस्था दयनीय छ। धेरै ठाउँहरूमा अझै पनि भरपर्दो यातायातको सुविधा छैन। यसले गर्दा व्यापार, पर्यटन र समग्र विकासमा नकारात्मक असर परेको छ। त्यस्तै ऊर्जाको पनि ठूलो समस्या छ। हाम्रो देशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले लोड सेडिङको मार खेप्नु परेको छ। यो अवस्थाले उद्योगधन्दाको विकासमा बाधा पुगेको छ र जनजीवन कष्टकर बनेको छ। हामीले पूर्वाधार विकासमा ठूलो लगानी गर्नुपर्छ। हामीले सडक, पुल, रेलमार्ग र विमानस्थल जस्ता पूर्वाधारहरूको निर्माण र मर्मत सम्भारमा ध्यान दिनुपर्छ। हामीले जलविद्युत परियोजनाहरूमा लगानी बढाउनुपर्छ र वैकल्पिक ऊर्जा स्रोतहरू जस्तै सौर्य ऊर्जा र वायु ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। जब हामीसँग बलियो पूर्वाधार र पर्याप्त ऊर्जा हुनेछ, तब विकासको गति तीव्र हुनेछ र हाम्रो देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ। साथीहरू, हामीले धेरै समस्याहरूको बारेमा कुरा गर्यौं, तर निराश हुने समय होइन यो। किनकि हामीसँग समाधान पनि छन्। हामी नेपालीहरू हार मान्दैनौं। हामी चुनौतीहरूको सामना गर्छौं र अगाडि बढ्छौं। हामीले सबैभन्दा पहिला त राजनीतिक स्थिरता कायम गर्नुपर्छ। देशमा इमानदार र सक्षम नेतृत्व हुनुपर्छ, जसले जनताको सेवा गर्नेछ, न कि आफ्नो स्वार्थ पूरा गर्ने। भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्छ। हामीले हाम्रो अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ। कृषि, पर्यटन, जलविद्युत र अन्य क्षेत्रहरूमा लगानी बढाउनुपर्छ। हामीले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्नुपर्छ। हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुपर्छ। हामीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउनुपर्छ। हामीले सामाजिक कुरीतिहरूलाई अन्त्य गर्नुपर्छ र महिला सशक्तिकरणमा जोड दिनुपर्छ। यी सबै कुराहरू गर्नका लागि हामी सबैले आफ्नो तर्फबाट योगदान दिनुपर्छ। हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। हामीले इमानदार बन्नुपर्छ। हामीले एकता कायम राख्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले आशावादी बन्नुपर्छ। साथीहरू, नेपालसँग अथाह सम्भावना छ। हाम्रो देश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ। हाम्रा युवाहरू प्रतिभाशाली र ऊर्जावान छन्। हामीसँग सबै कुरा छ जुन एउटा विकसित राष्ट्र बन्न आवश्यक पर्छ। हामीले चाहेको कुरा भनेको सही दिशा र नेतृत्व हो। हामीले हाम्रा नेताहरूलाई जवाफदेही बनाउनुपर्छ। हामीले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्छ। हामीले विकासलाई हाम्रो पहिलो प्राथमिकता बनाउनुपर्छ। हामीले आफ्नो सोचाइ बदल्नुपर्छ। हामीले सकारात्मक बन्नुपर्छ। हामीले आफ्नो देशप्रति गर्व गर्नुपर्छ। हामीले एकअर्कासँग सहयोग गर्नुपर्छ। हामीले मिलेर काम गर्नुपर्छ।
मलाई विश्वास छ साथीहरू, हामी नेपाललाई एउटा समृद्ध र विकसित राष्ट्र बनाउन सक्छौं। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौं भने कुनै पनि कुरा असम्भव छैन। आउनुहोस् हामी सबै मिलेर यो सपना साकार पार्न कटिबद्ध बनौं। साथीहरू, नेपालको भविष्य हाम्रो हातमा छ। हामीले परिवर्तनको लागि पहल गर्नुपर्छ। हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। हामीले आफ्नो देशलाई माया गर्नुपर्छ। यो भिडियो हेरेर मात्र हुँदैन साथीहरू। यो भिडियोलाई शेयर गर्नुहोस्, अरूलाई पनि हेर्न प्रेरित गर्नुहोस्। आफ्ना विचारहरू कमेन्टमा लेख्नुहोस्।